टास्कमा आज 3000 आएको त 3000 भयो अब कति के गर्छ 3000 कमाउनु त 3 दिन भन्दा नि बढी काममा जानुपर्छ भाइ तले दिदीले भन्नुहुन्छ बस्नु हैन भने हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल र अनि आज चाहिँ म चाहिँ कामबाट ढिलो आइपुगेँ अनि काम पनि गएको थिइनँ कि खासमा गइछ र म चाहिँ काममा गएको पानी परेर चाहिँ काम भएन अनि तास खेलियो हैन तासमा अलिक हारेको छु अनि पैसा पनि हार्यो अनि त्यही माथि ढिलो नै आएँ अहिले 8 बज्न लागिसक्यो त्यो चाहिँ के गरिरहेको छ अनि त्यो रिसाइरहेको छ कि के गरिरहेको छ हैन बुझौँ हैन गाइसहरु अनि रिसाएको छ अनि पकाउनु पर्यो हैन रिसा छैन भनेदेखि चाहिँ ठिकै छ अनि म चाहिँ आज के भएको थियो सबै सुनाउँछु त्यसले मलाई के गर्दो रहेछ हेरौँला गाइसहरु हेलो आएछ त कति ढिलो आज पानी परेन नि हो अनि जहिले म भन्दा छिटो आउनुहुन्छ आज चाहिँ मान्छेले भात तरकारी पकाएर पनि तपाईँ त्यो दिएर आज नि पानी परेर के काम भएन नि अनि काम नभए छिटो आउनु पर्दैन कस्तो हौ के गरेर बस्नु त नि हामी चाहिँ त्यही के साथीहरूसँग यसो रमाइलो गरिबस्यो कस्तो रमाइलो तिमी रिसाउँछ होला के छिटो घरमा अनि म त रिसाउँछ होला अनि तिमीले मलाई कुट्छ फेरि के रिसाउँदिन भन् पहिले रिसाउँदैन म तरकारी पकाएको के तरकारी मासु अनि यो चाहिँ नहाल्ने पाकेकै छैन अनि फ्राई गर्दिनँ तेलमा के कुरा छिटो भन्नु नि आज तास खेलेको है अनि तासमा हारेँ नि कति हाल्यो काम अलिकति नि गर्नु भएन अलिकति नि काम गर्नु भएन पानी परेको थाहा छैन त नि अनि हराएको थियो त नि अनि नगरेको नि आज छुट्टी भनेर अनि तासमा के रे तासमा आज 3000 आएको त 3000 भयो अब कति के गर्छ 3000 कमाउनु त 3 दिन भन्दा नि बढी काममा जानुपर्छ भाइ तले दिदीले भन्नुहुन्छ बस्नु हैन भनिस् भनेदेखि त म रोइदिन्छु रु नाकी मर्न कस्तो तिमी चाहिँ के भएको त नि अनि यस्तो नि त हो तास नि खेल्छ त्यसरी अलिअलि हारेपछि त आउनु नि यस्तो नि त हो अनि अब साथी भाइमा यसो रमाइलो गरौँ भनेको खेल्दा फर्स्टमा त जितेको नि मैले पछि हारेको कि यस्तै गर्नुपर्छ है सधैँ अनि साथीभाइमा यसो मन रमाइलो गर्दा अनि तासले गरेर आज ढिलो आउने पनि भात पनि मान्छेले पकाउनु अनि यो चाहिँ कतिखेर हाल्ने आइहाल्छ उता नरिसाउँ न अरे मलाई हानिदिन्छ चक्कुले मलाई रिस्नु अनि मैले के सधैँ यस्तो गरेको छ त नि आज भन्नु के थाहा भोलि पर्सि अब त झन् पानी पर्ने सिजन आउन लाग्यो भोलि पर्सि त्यस्तै गर्नु नि बेर छैन पर्दैन हो गऱ्यो भने त भाइ त्यो त पोखरमा बास मलाई भाइ रे भाइ होइन उता ला रिस्नुरा मलाई आएर तातिरहेछ म त के बोल्छु थाहा छैन नि बेबी नरिसाउ ल रिसाउने होइन तेरो म दिदीलाई भनेन भने त दिदी नभन्यो भने त म रोइदिन्छु अनि अब के गर्नु त गराओस् न म रुन्जेल अनि थाहा पाउँछ कहिलेकाहीँ यसो रमाइलो मात्रै गरेको नि रमाइलोलाई त्यहाँ रमाइलो भन्छ नि अनि कस्तो लाग्छ त हार्नेलाई रमाइलो भन्छ यस जित्नेलाई पो रमाइलो भन्छ अनि अब अर्कोचोटि जितेर आउँछ नि अर्कोचोटि चाहिँ म 3000 हारेको म 10,000 ल्याएर आउँछु खेलेको थाहा पाएन म त भाइ काममा नि पठाउँदैन मरिरहेको
झन् म त खुसी साथमा बस्छु तिमीले कमाउँछ विदेश पठाउनु दिदीलाई पढाएर जान्छु नि विदेश 10 वर्ष बसेर आउँछु नि जाने अहिले गइहाल्नु जा हुन्छ जा छोटो रात मलाई र अनि बेबी हामी नयाँ वर्षमा कहाँ जाने रे 22 टाढा त्यहाँबाट फुर्काउन खोज्नु नि अनि 22 टाढा गएर हामी के हेर्न जाने रे फिल्म हेर्नु जाने नि के हेर्नु कुन फिल्म अब जुन चलेको छ त्यही फिल्म मेरो बेबीलाई यो ल्याउँदैछ नि रिचार्जले चाहिँ म के गर्नु कसलाई फोन गर्नु त्यो चाहिँ पैसा साट्नु जाँदाखेरि किनेको होइन पैसा साट्नु जाँदा किनेको तास खेल्नलाई अनि अब त्यत्तिकै साट्दैन रिचार्ज किनेर साटेको कि पैसा चाहिँ कहाँबाट आयो त तपाईँसँग त पैसै थिएन दाइले दिएको नि हो दिदीलाई जस्तो फोन गरेर खपाइदिनु त्यो दाल भुडियालाई पैसा नदिनु अबदेखि मैले काम गरेको मैले लिएन भन्दै कसले लिन्छ अबदेखि महिनाको पैसा जति सबै मलाई पठाउनु दाइ सङ्गमेलाई एउटा पैसा एक फुट्टी कौडी नदिनु भन्छु म ओके ओके भयो उता जा तरकारी पनि पाइन्छ वर्षमा के किनिदिनु अरे नभन्नु मलाई सक्नुहुन्न किन्न सो गाइस अनि हामी चाहिँ नयाँ वर्षमा सितम्बर फिल्म हेर्न जाँदैछौँ सी राम्रो छैन होला त्यो सो कुन कुन हिरो छ त्यसमा बयाङ दाइ छ सौकात मलवा छ अनि त्यहाँबाट तेरो फेभरेट हिरो त्यो के बोले त्यो प्रदीप खड्का छ तेरो फेभरेट हिरो त्यसमा लु अब त्यही है डन अनि त्यसको चाहिँ प्रदीप खड्का चाहिँ फेभरेट हिरो ग्यासहरू होइन सो फिल्म बबाल छ होइन सबैजना गएर चाहिँ तरकारी पाकियो मासु अनि पाकिसक्यो चाख्यो अघि त भएको थियो अनि फिल्म हेर्न जाऊँ होइन अनि आजको हाम्रो भ्लग चाहिँ छोटो मिठो यसो म चाहिँ आज कामबाट पनि ढिलो आएको त्यही भएर चाहिँ यसो बेबी कतिको रिसाइरहेको रहेछ भनेर रिसाउँदा नि मान्छे डर लागेर भएको त गयो के भयो भनेर अनि फोन गर्नु भने मोबाइल नै छैन गरेको अनि भाइ दिदीकोमा गयो भने दिदीलाई कल गर्न लाग्यो अनि फेरि अब खाना पाकेपछि एकैछिनमा गर्छु भनेको अनि आयो ठिक छ केही छैन गाइसहरू त्यहाँ बोल्दैथि त छिटो आउनु नि यसरी ढिलो नआउनु डर लाग्छ नि ओके अनि गाइसहरू सो हाम्रो भ्लग कस्तो लाग्यो तपाईँहरूलाई अनि हाम्रो भ्लग कस्तो लाग्यो तपाईँहरूलाई अनि कमेन्ट गर्नु होला लाइक गरिदिनु होला सपोर्ट गरिदिनु होला भर्खर नयाँ हो त्यस्तो मेरो दिनै बेसी भ्लग चाहिँ हाल्ने मेरो टाइम छैन किनभनेदेखि काम गर्नुपर्छ अब गरिबको छोरा हो होइन काठमाडौँमा बसेपछि अब पैसा कमाउनु पऱ्यो होइन यताउता गर्नु पऱ्यो सो पैसा कमाइसकेपछि चाहिँ त्यहाँबाट चाहिँ म भ्लग चाहिँ खतरा ल्याउँछु अनि ल्याउँछु भन्ने मेरो प्लान छ गाइसहरू तपाईँहरूले सपोर्ट गरिदिनु होला मलाई पनि नेपालमै बसेर केही गर्नु मन छ गाइस हो सो तपाईँहरूले सपोर्ट जति गर्नु सक्नुहुन्छ गरिदिनु होला र आजलाई भ्लग यति नै बाई बाई बाई